Hello guys, welcome to my new vlog. चाहिँ आज कता guys, बादल यस्तो छ दामी 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 वरिपरि चाहिँ यो मलाई राम्रो राम्रो नानी भनेर भन्न मिल्दैन के अरे जति अरू केटीहरूसँग कुरा गरे भने चाहिँ यो केटीहरूले चाहिँ रिप्लाई नै दिन्न होइन तर गाइस मेरो भिडियोमा चाहिँ लाइक फलो एन्ड कमेन्ट हान्नु पऱ्यो होइन गाइस लाइक कमेन्ट एन्ड फलो यति चाहिँ गरिदिनु होला मेरो ब्लगको नाम चाहिँ के थियो भने चाहिँ गाइस आशिक मगर 21 आशिक मगर ब्लगर 21 छ कि गाइस त्यसमा चाहिँ गएर लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला सेयर अब के लाइक के भन्छ कि होइन गाइस हेर्नु सक्नुहुन्छ गाइस त्यतानिर टलक्क जुन्जल जू भयो होइन हेर्नु मजाले यस्तरी वाल चम्का क्या ज्यादा छ गाइस हिँड्दा खुट्टा खै के कस्तो भयो तर गाइस एउटा कुरा भनौँ कि मलाई लास्ट झ्याउला चाहिँ त्यो जस्तो मान्छेहरू यता त हिँड्दाखेरि लास्ट खराब भएको छ त्यो ब्लग बनाउनु सब बसिरहेको छ त्यहाँ सब बसिरहेको छ कि अर्जी गर्छ राम राम थोड़ा अनि थोड़ा भाइरल होने के लिए हामी देख्नुहुन्छ गाइस यो चाहिँ इन्डियाको प्यार हो न जस्तै इन्डियाकोले नेपाललाई सपोर्ट गर्छ इन्डियाकोले नेपाललाई माया गर्छ नि त जस्तै भनिरहेको छ कि नेपालमा गयो भने होइन हामीहरू यस्तो हुन्छ नि इन्डियाको मान्छेले हम लोग भाई नेपाल में घूमने गए तो नेपाल वाले अच्छे से रखते हैं बहुत अच्छा ख्याल रखते हैं अपने माँ बाप की तरह यस्तै हुन्छ कि होइन ऐसे बोलते गाइस बुरा मत मान्नु आधार तो रहा गाइस आधा हिन्दी आधा नेपाली मैं गाइस आधा हिन्दी आधा नेपाली हेर्न देख्नुहुन्छ गाइस त्यता हेर्नु कति मजाले जुन चलिरहेको लाइट पनि चम्किरहेको लाइट ला 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 ओ माया पानी तिर्खाउला होइन मैले भन्न पर्ने पानी त उता गएर पिन्छ हात दुख्यो केटा हात दुख्यो भ्लग बनाउँदा हात दुख्यो के र भ्लग बनाउने कि रमाइलो गर्ने भइरहेको होइन कपाल पनि कस्तो कस्तो हो कि मेरो कपाल के यस्तो होइन अगाडि आउनु यस्तो पारा गाइस पारा हाम्रो भन्दा मेरै पारा गाइस मेरो मामाको साथीको होइन यो ब्लग गर्छ होइन उनीहरूले नि तर यहाँ गर्दैन नेपालमै गर्छन् म चाहिँ अहिले इन्डिया छु नि त म चाहिँ गाइस अहिले होइन इन्डिया छु मेरो मामाहरू साथीहरू नेपालमै छन् उनीहरूले नि ब्लग बनाउनुहुन्छ MR MGX ब्लगर 21 छ मेरो मामाको चाहिँ होइन तर उसले चाहिँ उसको नाम राखेन नि त खासमा उसको नाम चाहिँ निर्जल हो होइन अनि मेरो साथीको चाहिँ नाम के छ भने विशाल ब्लगर 21 यस्तै कस्तो हो क्या होइन तर चाहिँ म हजुरहरूलाई भन्न सकिनँ के भन्ने हात दुखिसकेको छ कुकुर आयो यार भोग्नलाई
झन् भाग्यो आइज आइज भाग्यो त हेर एउटा कता गयो यार थाहै पाएन मजाकोले आएको छ किन झोने डाँडैमा हावा सरर जता छ मेरो माया आउँदैन जरा यो हावाले खबरै सुनाउला मेरो यादले भनेको यस्तो गीत गाउनु भनेको मिल्दैन क्या राम राम गर्छ थोड़ा भिडियो सुट गरेर हामीले गर्छ थोड़ा छ पछाडि नै पुरा जता गाड देख्छ नि गाइस अनि जता गाड देख्छ त्यतै राम राम भन्नु कि नमस्ते भन्नु हो कि त्यो हिन्दीमा भन्छ नि बिहान उठ्नु बित्तिकै राम राम जय श्री राम भन्छ नि त्यो चाहिँ मतलब भनेको कि नमस्ते भनेको होइन तर गाइस हजुरहरूलाई थाहा होला मेरो उमेर कति हो ल गाइस हजुरहरूले अन्दाजा लगाएर भन्ने उमेर चाहिँ कति हो म सानो छु कि अब ठुलो छु होइन गाइस तर त्यही हो घरको यस्तो थिएँ म चाहिँ यता आएको इन्डिया होइन म कति 9 सालको थिएँ नि सरी 9 सालको भन्नाले जब म 12 सालको थिएँ तब म अहिले इन्डियाको अहिले कति 18 वर्ष भयो 18 भनेपछि अब यो महिनाको तल पायो भनेपछि म ट्रक चलाउन जाने भन्नाले इन्डियाकै ट्रक होइन नेपाल जान्छ हरियाणा भयो पन्जाब दिल्ली कहीँ त नि वेलकम टु माई न्यू ब्लग गाइस होइन यस्तो मजा आइरहेको छ भनेर भन्न पाउँथेन के अरे यो गाइस तर मैले साथीहरूसँग भएको अहिले म यस्तो बब्बल दामी कमेडीवाला भिडियो हाल्थेँ तर के गर्ने गाइस घरको स्थितिले गर्दा म साथीहरू टाढा भएँ एकचोटि जब घर गएर आएको थिएँ नि म साथीसँग पनि मिल्न पाएन कि म त्यस्तो हालत छ र साथीहरूसँग मिल्न पाएन हात दुख्यो गाइस हात दुख्यो आजा इधर आजा यो गरेर देख्नुहुन्छ गाइस 4-5 वटा पंखा लाग्छ मजाले यस्तै घरमा बनाए एकदम बवाल मजा आउँछ नि मलाई न घरको किचकिच न कसै किचकिच होइन तर भनेर के भन्ने अरे हुन त त्यही हो सानो झोपडीमा बस्नुपर्छ सानो झोपडी नै आफ्नै ठुलो घर जस्तै हो नि त होइन गाइस होला आज जुम्मादेखि जस्तै भयो कि राम गर्छ जता मिल्यो त्यति राम भन्दा चाहिँ नमस्कार भनेको हात दुखे हरियाला अस्ति गाइस मलाई भ्लग बनाएको चाहिँ भनेको नि भ्लग बनाएको चाहिँ यो पार्क होइन त्यहाँनिर हो कि गाइस मैले भ्लग बनाएको त्यहाँ देख्नुहुन्छ नि त्यहाँनिर बसेर मैले भ्लग बनाउन स्टार्ट गरेको होइन अनि यहाँ चाहिँ हाम्रो शिवजीको मन्दिर छ शिवजीको मन्दिर यस्तो रमाइलो छ त्यहाँनिर हो कि गाइस अस्ति मैले स्टार्ट गरेको भ्लग बनाउन होइन यस्तो सुनसान मजा छ होइन गाइस देख्न सक्नुहुन्छ पछाडि हाम्रो पछाडि शिवजी भगवान यानि कि महादेवजी हाम्रो होइन अनि त्यहाँनिर देख्न सक्नुहुन्छ लाइटले केही देखेन गाइस छैन हल्का अगाडि गएर देखाउँछु त्यहाँनिर नै हाम्रै भगवानजी हो त देख्नुभएछ नि त्यो
हो त्यो देख्नुभएको छ नि गाइस, त्यो त्यो पनि हाम्रै भगवान शिवजीको फोटो मेरो थियो। यो हो मेरो गुम्बाको अलि अगाडि गएर ढोक्नुपर्छ होइन। हल्का ढल्किने हर हर महादेव। शिवजी भगवान हाम्रो घन्टी बजाउँ किन बजाउँ भइरहेको होइन। रमाइलो घन्टी बजाउँदा नि के कस्तो लागिरहेको ट्याङ ट्याङ। बाई बाई भगवान, म जानु लाग्छ।